नमस्ते साथीहरू, आज हामीले चर्चा गर्न गइरहेका छौं प्रिभिलेज अफ विटनेस अर्थात् गवाहको विशेषाधिकारका बारेमा, जसमा कुनै मुद्दासँग जोडिएका साक्षीहरूले केही विशेष अधिकारहरू उपयोग गर्न पाइन्छ। विशेष परिस्थिति र अवस्थामा एउटा साक्षीले यो अधिकार उपयोग गर्ने अवसर पाउँछन्। विशेषाधिकार भन्नाले एक व्यक्तिलाई अर्को व्यक्तिको विरुद्ध कुनै कर्तव्य पूरा नगर्ने स्वतन्त्रता वा कुनै कार्य नगर्न कानुनी छुट दिनुको साथै केही कर्तव्य बोझ वा उपस्थित भन्दा मुक्त गर्नु हो। यहाँ हामीसँग केही जुरिस्ट न्यायिकविदहरूका विचारहरू रहेका छन्, जसमा जुरिस्ट मुनिरका अनुसार साक्षीका विशेषाधिकार भन्नाले तथ्य खुलासा गर्न अस्वीकार गर्ने अधिकार वा कर्तव्य हो। वाल्करका अनुसार साक्षीको विशेषाधिकार प्रमाणको नियम हो, जसअनुसार साक्षीले प्रश्नको उत्तर दिन वा कागजात पेश गर्न अस्वीकार गर्न सक्छ। त्यसैगरी अर्का जुरिस्ट फिलिप्सनका अनुसार साक्षीको विशेषाधिकारका 3 मुख्य कारणहरू छन्, जसमध्ये पहिलो चाहिँ राष्ट्रिय सुरक्षा, दोस्रो चाहिँ सार्वजनिक सेवाको उचित कार्य सञ्चालन र अपराध पत्ता लगाउने जानकारी। अब हामीले साक्षीको विशेषाधिकारको वर्गीकरण गरेर चर्चा गर्नेछौँ। नेपालको प्रमाण ऐन 2031 अनुसार निम्नलिखित अवस्थामा गवाह दिने वा भनौँ साक्षी प्रमाण दिन वा साक्षी बग्न बाध्य पार्न सकिँदैन। अब रहेको छ पारिवारिक विशेषाधिकार, फ्यामिली प्रिभिलेज। यसमा आफ्ना परिवारका सदस्य जस्तै बुवाआमा, पतिपत्नी, छोराछोरी एकअर्का विरुद्ध साक्षी बग्न बाध्य पारिँदैन। पारिवारिक सम्बन्धलाई गोप्य, प्रेमपूर्ण र अखण्ड राख्न यो नियम बनाइएको हो। यसको व्यवस्था प्रमाण ऐन 2031 को दफा 40 मा उल्लेख गरिएको छ। त्यसैगरी अर्को रहेको छ वैवाहिक विशेषाधिकार, म्याट्रिमोनियल प्रिभिलेज। यसमा पति-पत्नीले वैवाहिक जीवनमा एकअर्कालाई गरेको कुराहरू, संवादहरू, सञ्चार बारे प्रमाण दिन बाध्य पारिँदैन। यो विशेषाधिकार मृत्यु वा सम्बन्ध विच्छेदपछि पनि कायम रहन्छ, तर यदि उनीहरू बीच मुद्दा छ वा एकले अर्का विरुद्ध अपराध गरेको छ भने यो विशेषाधिकार लागू हुँदैन। यसको व्यवस्था प्रमाण ऐन 2031 को दफा 41 मा उल्लेख गरेको छ। त्यसैगरी तेस्रो रहेको छ न्यायिक विशेषाधिकार, जुडिसियल प्रिभिलेज। न्यायाधीश वा मेजिस्ट्रेटले आफ्नो पेशागत कार्यसँग सम्बन्धित विषयमा प्रमाण दिन बाध्य पारिँदैन, तर उच्च अदालतले आदेश दिएमा प्रमाण दिनुपर्छ। अदालतमा भएको कार्यको साक्षीको रूपमा भने उनीलाई लिन सकिन्छ। यसको व्यवस्था प्रमाण ऐन 2031 को दफा 42 मा उल्लेख गरिएको छ। त्यसैगरी चौथो रहेको छ राज्य विशेषाधिकार, स्टेट प्रिभिलेज। यसमा राज्य प्रशासनसँग सम्बन्धित गोप्य विषयहरू खुलासा गर्न सकिँदैन जबसम्म सम्बन्धित निकायले अनुमति दिँदैन। सुरक्षा वा कूटनीतिक कागजातहरू यसमा पर्दछ। यसमा हामीसँग केही केसहरू रहेको छ। शाही सरकार विरुद्ध पासाङ टेसी तिब्बतियन भोटे र डम्बर सुवेदी विरुद्ध जलस्रोत मन्त्रालय रहेको छ, जसमा सर्वोच्च अदालतले गोप्य जानकारी खुलासा गर्न बाध्य पार्न नहुने निर्णय गरेको थियो। विशेषाधिकारको व्यवस्था प्रमाण ऐन 2031 को दफा 43 र 44 मा उल्लेख गरिएको छ। पाँचौं विशेषाधिकारको रूपमा रहेको छ पेशागत विशेषाधिकार, प्रोफेसनल प्रिभिलेज। यसमा वकिल र ग्राहक बीचको कानुनी सल्लाह गोप्य रहन्छ। वकिलले ग्राहकको अनुमति बिना केही खुलासा गर्न सक्दैन, तर यदि ग्राहकले अपराध गर्न सल्लाह मागेको छ वा वकिल नियुक्तिपछि अर्को अपराध गरेको छ भने यो विशेषाधिकार लागू हुँदैन। विशेषाधिकारको बारेमा प्रमाण ऐन 2031 को दफा 45 र 46 मा उल्लेख गरिएको छ। त्यसैगरी छैठौं विशेषाधिकारका रूपमा रहेको छ आत्म अपराध स्वीकार नगर्ने विशेषाधिकार, प्रिभिलेज एगेन्स्ट इन सेल्फ इन्क्रिमिनेसन। कुनै व्यक्ति आफू विरुद्ध प्रमाण दिन बाध्य हुँदैन। अभियुक्तले मौन रहने अधिकार राख्दछ र औठा छाप, फोटो आदि दिन बाध्य पार्न सकिन्छ। यसैगरी हामीसँग केही यही विशेषाधिकारका केसहरू रहेका छन्, जस्तो राजेन्द्र विरही विरुद्ध शाही सरकार र चन्द्रबहादुर विरुद्ध शाही सरकार। यसमा सर्वोच्च अदालतले अभियुक्तको मौनता वा प्रहरी हिरासतको स्वीकारोक्ति मात्रमा दोषी ठहर गर्न नहुने निर्णय गरेको थियो। त्यसैगरी हामीसँग एउटा अन्तर्राष्ट्रिय
केस रहेको छ, जसमा मिरिन्डा विरुद्ध एरिजोनाको केसमा अमेरिकी सर्वोच्च अदालतले आत्मअपराध स्वीकार नगर्ने अधिकारको संरक्षण गरेको थियो। भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद र भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।